तर एउटा अदालत होइन, सातवटा अदालत। त्यो पनि एउटा सर्वोच्च अदालतले त तिमीले यो कारणले गर्दा तिमी ठगीमा संलग्न भएको देखिन्छ भनेर 8वटा बुदामा बताएर 9 बुदामा त्यस कारणले गर्दा म तिमीलाई बाहिर छोड्न सक्दिनँ भनेर भन्दै गर्दा सर्वोच्च अदालतले गरेको फैसलाको आधारमा एउटा ठगीको अभियुक्त भित्र हुँदै गर्दाको बेलामा यत्रो ठुलो कोकोहाला बनाएर प्रधानमन्त्री पूर्व प्रधानमन्त्रीको दौड छ। कसले पहिला भेट्ने, कसले पहिला ढ्याप्पा गर्ने भनेर। अनि त्यही अर्को नेपाली नागरिक त्यही कसुरमा छविलाल भन्ने अर्को नागरिक छ भन्ने कुरा सम्झनामा पनि छैन। यत्रो ठुलो कोकोहालो बनाइएको छ, यत्रो ठुलो राज्यले प्रतिशोध गर्यो भन्ने स्थिति बनाइएको छ। म कसैलाई दोष दिन्न, दोष हाम्रो हो। हामी योग्य नभएर भयौँ, योग्यता प्रदर्शन गर्न सकेनौँ, गर्नुपर्ने काम गरेनौँ। लाइन लगाएर डिपोजिट गर्दाको पैसा फिर्ता गरौँ त। सहकारीको ठगीमा कोही मान्छे संलग्न छ भने काङ्ग्रेस होस् एमाले होस् एउटा दयामाया नराखौँ त। पात्ता कसरी लैजाउँ त, जोसुकै होस्। कोही माथि पनि अनुसन्धान गर्दै गर्दा दयामाया नराखौँ त। सहकारीको बारेमा दिएका सुझाव दिएका सबै प्रतिवेदन कार्यान्वयन गरौँ त। कसले भन्छ हामीलाई, कसले भन्न सक्छ? यो भन्ने भाष्य यो निर्माण गर्ने यत्रो छट्टुहरूले यसरी घुमाउने कुरा, यत्रो ठगी, यत्रो करोडौँ रुपियाँ ठगेको छ, 7वटा अदालतले बोल्छ, तै पनि चाहिँ यो भएन भन्ने यत्रो ठुलो भन्ने अवस्था किन बनाइरहेको छ भन्दा हामी कमजोर भएर हो। सम्माननीय सभाको महोदय, त्यसैले म सरकारलाई यो विषयका सन्दर्भमा ध्यान आकर्षण गराउन चाहन्छु। यत्रो संसदले बनाएको रिपोर्टमा लेखिएको अक्षरशः लेखिएको छ, ती कामहरू तत्काल गरियोस्। त्यो साना बचतकर्ताको पैसा तत्काल फिर्ता गर्न सुरु गरियोस्।